सरहरूको मिसहरूको टोइलेट म सरसफाइ गरिरहेको छु विद्यार्थीहरूको सरसफाइ गरिरहेको छु अहिले सरसफाइ गरेर आएको त्यो शमशेर पो ऊ पो अलिक माथि गएको होला यो उसले पो भन्छ त आफ्नो ड्युटीमा आएर उसले पो कम्प्लेन गर्छु होइन भन्छ त कति बेला सुटेको नि अहिले नै यहाँ उनीहरूले पात पायो भने नि अब आमा उनीहरू पो ठुलो कहिले पनि उँभो पनि फेरि चाट्दैन उनीहरू गरिरहेको छु त उनीहरूले पनि मिसहरूले सरहरूले पढाइरहेको छु त ठिकै छ त मैले पनि घन्टी ठिकै बजाइरहेको छु त अनि ठिकै सरसफाइ गरिरहेको छु त पानी ठिक ठिक राखिदिइहालेको छु त पाहुनाहरू तपाईँहरू होइन सरहरू आउनुभयो भने सम्मान गरिरहेको छु त उसले पो हामी भन्छ त त्यहाँ चापाटो दिनु खोजेको मैले अहिले पहिला त्यो 9 बजे 10 घन्टी लगाएको जस्तो छैन अहिले छैन नि पहिले त अब सुधार केन्द्रमा आइसके नि म सरहरू त्यो बेला पनि यस्तो भयो त्यो मेरो दाजुभाइको मन्दारेको नानी चाहिँ अब उहाँको अब सीमा भनौँ न काकी डेलिभरी भएको थियो आइया उइया कराउन थाल्यो गुहार के हो सबै उठ्यौँ पिसवाली अनि कङ पोखरा ल्यायौँ अनि स्टार्टमा अनि यहाँ पुऱ्यायौँ अनि पुऱ्याएपछि उर्मिला मिस सबै भने सरहरू थियो अनि सबै त्यहाँ अब राम्रो सफलता भयो अनि त्यहाँदेखि त पाक बुलु खाजा कोही खाने दियो कोही त्यो दिने दियो पहिलाको अनि त्यहाँ दियो त्यो बजाउने बेला नि अनि त्यहाँदेखि सोध्दै त्यहाँ पुगेर अनि माथि जाइहाल्छु अब घन्टी बजाउनु पर्यो भनेर अनि माथि नै बस्यौँ आगो फुक्यौँ होइन अनि सफलता पनि भयो त्यो काकाको काकी भनौँ राम्रो भयो अनि आएपछि ठ्याक्कै माथि नै म चाबी पनि लागिहाल्छु अनि त्यहाँदेखि पो आउँदाखेरि पो ठ्वाक्कै झर्दाखेरि पो यसो गाडी हेर्छु त मेरो आँखा तिरिमिरी भएछ नभई 10 बजीको छ नि सम्झे अनि त तिरिमिरी आँखा भएछ त्यो बब्बङले यता पनि किनिदियो यता पनि अनि त्यहाँदेखि त मलाई टाङ 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 बजाइहालेँ त हो 10 घन्टी अनि त ला सम्झेछ कि ईश्वर आयो होइन आयो नि मैले त उठ बस गरेँ अनि ईश्वर अनि रम्पर्साले पनि गुरु फुकाइहाल्यो ऊ पनि स्कुल जानुपर्ने ल हो 10 बजी गएछ त के मेरो घडी पो बिग्रियो उनले पो हेर्छ अरे त फेरि मनुष्यको पनि त्यो बैठक केही थियो अरे ला अब 10 बजी गएछ भनेछ भने पनि ल 10 बजीको भने पुङ खोलिहालेँ 9 बजी नै कति बज्यो अघि घन्टी बजाएको दिस्न हौ दाइ कति बज्यो कति बजी बजाउनु भयो भने म झुकेँ सर अनि झन्डै त मलाई दिइहाल्यो नि अनि होइन दिनु त नदिनु म कारबाही गर्नु उठबस गर भनेर कान पक्रेर मजाले गर्नु भएन अनि ल मजाले गाडी हेरेर मात्रै पछाडि अब आइन्दामा बजाउनु है विष्णु दाई भने ल हुन्छ भनेर